आजको नैतिक कथाको शीर्षक छ मासुको भाग। एक परिवारमा 4 भाइ छोराहरू थिए। तीमध्ये कान्छो चाहिँ आँखा देख्न नसक्ने थियो। ऊ दृष्टिविहीन भएकाले पनि होला सबैले उसलाई चाहिने भन्दा बेसी नै दया माया गर्ने गर्दथे। एक दिन उनीहरूको घरमा खसीको मासु ल्याएर पकाएका रहेछन्। जब उनीहरू गुन्द्रीमा सँगै बसेर मासु खाँदै थिए, आफ्नो कान्छो भाइलाई आउँदो देखेर सबैले आफ्नो आफ्नो भागबाट 2-2 चोक्टा मासु निकालेर कान्छोलाई दिएको मासुको भागमा राखिदिन्छन्। सबैले 2-2 चोक्टा उसको भागमा थपिदिँदा उसको थालमा मासुको ठुलो थुप्रो लाग्छ। जब सबैले उसलाई मासु राखिदिन्छन्, तब त्यो अन्धो भाइले आफ्नो मासुको थुप्रो हातले मुसार्दै भन्छ, ओहो, मलाई त यिनीहरूले यति धेरै मासु दिएका छन् भने आफूलाई त झन् कति धेरै भाग राखे होलान्। ल हेर्नुहोस् मान्छेको सोच। मित्रहरू, त्यसैले भनिन्छ नि, बैगुनीलाई कहिले खुसी बनाउन सकिँदैन। मान्छेलाई त्यति मात्र माया गर्नुहोस् जति माया दिँदा ऊ कृतज्ञ हुन्छ। कृतज्ञता नहुने मान्छेलाई माया नै दिए पनि उसले त्यसलाई गलत तरिकाले व्याख्या गर्दछ।